पर्खे हर्का साम्पाङज्यूले पनि भन्नुभयो अस्ति नै पनि जेठ 3 गतेको निवेदनमा पनि हर्का साम्पाङज्यूले नै फोन गरेर भन्नुभएको थियो शुक्र यसो नगर म आउँछु तिमी र राजेश खिमलाई मिलाएर हैन राख्छु भन्नुभएको थियो तर मैले यति प्रतीक्षा गरे मैले एउटा ल ठिक छ पार्टीको इज्जतको लागि भएर पनि बसे मलाई एउटा नगर कमिटीको सहसचिवमा पनि राखेको थियो राजेश खिमले श्रम संस्कृति पार्टीको केन्द्रीय सदस्य छ पहिला चाहिँ मलाई श्रीमती बनाएर राखो हैन शारीरिक शोषण गर्ने जबरजस्ती शारीरिक शोषण गर्ने विभिन्न प्रलोभन गरेर जबरजस्ती यो गर्ने अनि त्यसपछि मलाई हरेक कुरामा ब्लक गर्यो फेसबुक देखि मेसेन्जर देखि हैन अनि त्यो नम्बरहरु टाकटुकमा ब्लक गर्यो अनि मलाई विभिन्न उपनाम दिने मलाई छिनिरे यस्तारे कति यस्तो चीजहरु त भनेछ राजेश खिमलिङलाई उलाई किटानी जागिरी दिने हो उ आजीवन जेल जानुपर्छ उनले गरेको सजाय भोग्नै पर्छ मलाई शारीरिक शोषण भएको हो जबरजस्ती करनी भएको हो बार एक पटक मात्रै हैन विभिन्न आश्वासन दिएर जबरजस्ती शारीरिक शोषण गरेको हो विभिन्न आश्वासन दिएर हरेक प्रलोभन लगाएर म एकल महिला आफै दुःख गरी खाइरहेको महिलामाथि यति धेरै अत्याचार गरेको छ तर मैले यो पीडा सहेर 3 महिना भइसक्यो मैले पार्टीबाट पनि कति व्यक्तिहरुको आश्वासन कहिले आउँछ भनेर म पर्खिरहेको थिए तर मलाई कहिले पनि कसैले पनि आश्वासन दिएन उल्टो मामाथि दबाब उल्टो मामाथि टर्चर उल्टो मलाई के रे झन् यस्तो र उस्तो भनेर मलाई हरेक लालछना लगाइयो श्रम संस्कृति पार्टी मेरो नाम शुक्र कुमारी राई म चाहिँ 3 महिना यतादेखि धेरै सिकिस्त एकदम मानसिक टर्चरमा भएर हैन बोल्न सक्ने स्थिति पनि नबनाएर जसको कारण स्रोत भनेको चाहिँ राजेश खिमलिङ हो हैन जसले गर्दा चाहिँ आज म यो स्थितिमा परेको छु त्यही भएको कारणले आज चाहिँ मैले एउटा निवेदन देखाएको छु यो चाहिँ उलाई यहाँ झिकाएर अनुसन्धान गर्नका लागि मात्रै अर्को उजुरी दिन त बाँकी नै छ है इलाका प्रहरी कार्यालय धरान दर्ता नम्बर 106 मिति 2083 साल 5 महिना 2 गते नागरिक सहायता कक्षा सिटिजन हेल्प डेस्क इलाका प्रहरी कार्यालय धरानमा आएको सूचना समस्या उजुरी निवेदन विषय मानिस झिकै आवश्यक छलफल गरी पाऊँ उपरोक्त सम्बन्धमा निम्न नाम थर वतन भएका विपक्षीले निम्न अनुसारको कसुर गरेकोले यस कार्यालयमा झिकै आवश्यक कारबाही गरी पाउने यो निवेदन लेखी पेश गरेको छु विपक्षीको नाम थर वतन जिल्ला सुनसरी उपमहानगरपालिका धरान 11 वडा नम्बर 11 बस्ने सार्कीमान भन्ने भागबहादुर राई को छोरा श्रीमान वर्ष 44 को राजेश कुमार राई राजेश खिमलिङ उसको फोन नम्बर 98 69 8 30 19 97 64 88 19 59 घटनाको छोटकरी विवरण